हेलो यता पनि थियो कि एउटा गाडी सपिङ गरिन्छ त हैन रक्सी पनि हुन सक्छ माटे हो गाडीहरु दुईटैमा पार्किङ भयो नमस्ते सबैजनालाई स्वागत छ फेरि आजको मेरो नयाँ भ्लगमा हामी यति बेला जाँदैछौँ गोर्खातर्फ हैन गोर्खाको हामी कुन ठाउँ जाँदैछौँ भन्ने कुरो अहिले एकछिनमा तपाईहरुलाई फेरि देखाउँला हामी चाहिँ आज दुईटा गाडीमा जाँदैछौँ साथीहरु सबैजना मिलेर भोलि टिका छ हैन अनि आज चाहिँ थोरै हामी यसो घुम्नको लागि चाहिँ तनहुँबाट लमजुङ हुँदै हामी गोर्खातर्फ लाग्दैछौँ अर्को एउटा गाडीमा गइसकेको छ साथीहरु अगाडि हामी अहिले एकछिनमा बाटोमा भेट्दैछौँ र हामी चाहिँ अहिले यहाँ छौँ तीनजना यता रञ्जन म अनि यता गुरु छ बाबु र हामी अहिले यति बेला चाहिँ हामी दमौला ठ्याक्कै यो मर्स्याङ्गी खोलाको बिचमा यति बेला हामी 5/14 मा आइपुगेको छौँ अगाडिपट्टि साथीहरु चाहिँ ठ्याक्कै भेटिसकेको छ हामीले चाहिँ हैन यतापट्टि देख्न सक्नुहुन्छ तपाईहरुले साथीहरुलाई अहिले हामीले यहाँ 5/14 मा भेटिसकेको छौँ अब हामी यहाँबाट दाहिने लाग्छौँ हाम्रो मिजु पनि यता रहेछ ल अब अहिले तपाईहरुले देख्न सक्नुहुन्छ 5/14 गाडी हाम्रो यतापट्टि छ साथीहरुको हेलो एउटा ग्यारेजमा भोलि किन्ने नि हुँदैन के हो त्यसै हेरौँ नर्मल केस चाहिँ त पाइन्छ नि यहाँ छ ग्यारेज यहाँ छैन यहाँ छ खाली पोखरीमा हो यति बेला लमजुङ र गोर्खाको सिमाना ओखले एकचोटि हान्न पनि भनेको गोर्खाको ठाटी पोखरीमा आइसकेको छौँ मेन चोकमा आयो है हामी यति बेला हामी ठाटी पोखरीको मेन चोक पुगिन्छ हामी यता तल गयो भने ठाटी पोखरी बजार के भने त पसल गर्ने सपिङ गर्ने के भन्ने यता पुगिन्छ यता गयो यताबाट अहिले हामी यताबाट जान्छौँ हैन अहिले चाहिँ हामी एकैछिन अगाडि ग्यारेजमा जाँदैछौँ चाहिँ यतापट्टि हामी देखाउँदैछौँ अब त्यसपछि हामी फेरि सिधै हामी लिङलिङतर्फ लाग्छौँ हैन यो त छ के एउटा बाइक रे गाडीको त छैन यहाँ यता पनि थियो कि एउटा गाडी सन्तोष त्यसले हेरिदिन्छ होला टायर खोल्यो उसको माएर बस्ने हो कि हामी आफैले त्यसले हेर्न लाग्छ
कहाँ खोला यहीँ खोला यतापट्टि त खाली ठाउँ थियो कि यहाँ कस्तो छ त्यसको ग्यारेज धोइरहेछ हामी उतापट्टि रोकेर ल हाम्रो चाहिँ अर्को साथीहरूको अर्को गाडीमा चाहिँ थोरै सानो समस्या आयो होइन खासै त्यस्तो ठुलो बिग्रेको त होइन त्यो अगाडिपट्टि जुन चाहिँ त्यो मड गार्ड भन्छ कि त्यो के भन्छ त्यो टायरले चाहिँ अलिकति टच भएको छ त्यो चाहिँ हामीले अब यहाँ थोरै एकैछिन बनाएर चाहिँ हामी फेरि लिगतर्फ लाग्छौँ है यहाँ के छ हामी एकछिन हेर्छौँ है त हामी चाहिँ अहिले दुईवटा गाडीमा आएको यति बेला हामी ठाँटी पोखरीमा छौँ र यो ग्यारेजमा हामी फेरि थोरै एउटा सानो समस्या भएर चाहिँ यहाँ र हामी माथिपट्टि जान्छौँ होइन त्यो अमृत अझै माथि हाल्नुहुन्छ नि ए हिजोकै ऊ हो क्या हो अझै माथि हाल्नु यही भित्रपट्टि मोड्दाखेरि छुँदो रहेछ कि है उता भित्र मोड्दाखेरि उतापट्टि मोड्दाखेरि छुँदो रहेछ कि त्यो भित्रपट्टि ल हामी चाहिँ अब एकैछिन यसलाई यहाँ बनाएर चाहिँ हामी फेरि सिधै जान्छौँ होइन माथि अब अलिकति टाइम पनि अँधेरो भइसक्यो लगभग अब बेलुका हुन लागिसकेको छ त्यसपछि हामी यहाँबाट लाग्छौँ माथिपट्टि यो अहिले हामी चाहिँ छौँ यहाँ ठाँटी पोखरी बजारबाट अलिकति यता भनौँ है बजारै त ठ्याक्कै बजारै त होइन अलिकति थोरै यतापट्टि छ एउटा गाडी यतापट्टि छ होइन अनि अर्को चाहिँ यहाँ थोरै सानो एउटा मर्मत गरेर चाहिँ हामी यहाँबाट फेरि सिधै लाग्छौँ है सो गाइज फाइनली हाम्रो चाहिँ अहिले गाडी अब बनिसकेको छ होइन बनिसकेको छ भन्नु पऱ्यो अब किन भन्दाखेरि यहाँ खोलेर पनि कुनै काम भएन त्यो कारणले चाहिँ फिटिङ भइसक्यो फेरि हामी अब हामी यहाँबाट अब सिधै हामी फेरि तर्फ लाग्दैछौँ है तपाईँलाई बाटोमा भेटौँला है त होइन मैले यो कुराहरूलाई मैले 10 वर्ष अगाडि सोचेको कुराहरू यार के गर्ने भनेर कहीँबाट केही भुल हुँदैन लाउनु गरौँ लिने होला नि त सबै रोटीहरू छ त्यसैले त राख्नु पर्ने बजारमा यो कुराहरू कल गरौँ न हामी गरौँ हाम्रो यो माइन्ड नआउँछ कि तपाईँ तलको त्यो प्लास्टिकले रहेछ कि च्यार गरेको ऊ ठ्याक्कै छ नि ल्याएर त सामान लिने कुरा भइरहेको छ हाम्रो यति बेला अब सामान लिएर जाने अरे के सामान हो हेरौँ है जाँदैछ हामी यहाँले भित्र हामी यति बेला यो पसलमा आएको छौँ होइन यहाँ सपिङ गर्ने कुरो भइरहेछ अब के सपिङ गरिन्छ त होइन रक्सी पनि हुनसक्छ यहाँ होइन सिग्नेचरहरू पनि होला जुस फ्रुट आइटमहरू त्यो त बोक बनाउनु नमिल्ने यो एप्पल त्यस्तो खालको देखाएन मैले साह्रो साह्रै खालको हो यो अर्ग्यानिक भाउ हेर नि के खाने लाने त्यहाँ जङ्सन हामीले चाहिँ सामान उता नमिलेर होइन हामी सामान यतापट्टि लिन आउँदैछौँ अहिले अर्को ठाउँमा हामी छिर्दैछौँ यति बेला माटमा छिर्दैछौँ होइन अब के लिन्छौँ हेरौँ
होइन दसैँको माहौल लागेको छ एकदम भिड छ अहिले चाहिँ यति बेला यहाँ दसैँको टाइममा किताब माटै हो यो पनि माटै हो ठाँटी पोखरीबाट चाहिँ सपिङ गरेर फेरि लिगतर्फ लाग्दैछौँ बदम खाम बाबु बदम जुस आइटम छ दुई छ यहाँ सोडा छ ए ल सोडा पनि ल्याएर चाहिँ यार सोडा होइन फेडा ल है हामी यति बेला चाहिँ यो लिगलिग रिसोर्ट गोर्खामा आइपुगेको छौँ ठ्याक्कै यो गेटमा अब यताबाट गयो भने चाहिँ लिगलिग गोठ पुगिन्छ होइन हामी चाहिँ अब तलपट्टि लाग्दैछौँ होइन रिसोर्ट चाहिँ यतै रहेछ ल है हामी चाहिँ अहिले लिगलिग कोल्ड रिसोर्टमा आइपुगेको छौँ यताबाट गेट चाहिँ यो अगाडि छ अहिले लिगलिग कोट फाइनली हामी चाहिँ यो रिसोर्टभित्र प्रवेश भइसकेको छु होइन अब हामी यहाँबाट बाहिर निक्लिन्छौँ ल सबैजना चाहिँ अहिले हामी यहाँ प्रवेश भइसकेको छौँ हामी आइपुगेछौँ अहिले यति बेला यति बेला ठ्याक्कै हो नमस्ते यहीँ बाहिर बस्छौँ हामी त सुरुमा है अस्ति नै यहीँ बस्यो यो दोस्रो जति हो हाम्रो चकडी को समझायो बुढे बुढे रे बेला टिपमै पहिले बेला देखाउन लाग्यो सुन्दरला के हो यत्रो अर्गानिक सन्तान हुनु पनि हैन गाडीहरु दुईटै पार्किङ भइरहेछ हैन
हाम्रो चाहिँ यहाँ यति बेला चाहिँ हामी लिगलीकोट रिसोर्टमा छौँ। अहिले 5:30 भइसकेको छ। यति बेला देख्न सक्नुहुन्छ अहिले यहाँबाट देखिएको यो दृश्य, कैद गरिएको दृश्य हैन। अहिले चाहिँ एकदमै बेलुकाको मधुरो यो घाम चाहिँ अस्ताउँदै छ। यति बेला चाहिँ यहाँबाट देखिने बेलुकाको भ्यू देख्न सक्नुहुन्छ तपाईहरुले यो गाउँको। यहाँ देख्न सक्नुहुन्छ हैन, केटाहरुको अर्डर चाहिँ यस्तो छ। यही आज हामी छौँ यो लिगलीकोट, गोर्खाको लिगलीकोट रिसोर्टमा। यति बेला यहाँ चाहिँ मुङ्गुरको चाहिँ मासु यहाँ ढुङ्गामा पोलेर हैन देख्न सक्नुहुन्छ। यतापट्टि छ यहाँ यसको कारणले गर्दा टनलाई फुस्केको मलाई के भने अब आफूले त्यो चढेर सुरुमै देखाउनु पर्छ त किन अहिले यति बेला चाहिँ हामी यो लिगलीकोट रिसोर्टमा चाहिँ साथीहरुको चाहिँ एकदमै एउटा मनोरञ्जन लिइरहेको छ। यति बेला हामी यति बेला छौँ लिगलीकोट, गोर्खाको लिगलीकोट रिसोर्टमा है। यहाँ देख्न सक्नुहुन्छ आज चाहिँ हामी यो लिगलीकोट रिसोर्टको एकदमै इन्जोय लिइरहेको छौँ हामीले यहाँ। यति बेला हामी चाहिँ खाना खाने समय भइसकेको छ। एकैछिन तास गेम खेलेर चाहिँ हैन साथीहरु सबैजना अहिले खाना खाँदैछ अनि हैन उतापट्टि छन् हाम्रो उतापट्टि बसिरहेको छ। मैले पनि यहाँ खाँदैछु हैन। प्योर अर्गानिक यार यो त। इलाङसन बोलाको साउजी हुनुहुन्छ यहाँको लिगलीकोट रिसोर्टको साउजी हुनुहुन्छ।
आज सर यही छोडिदिन हामी उठाउँछ तपाईँहरूलाई दोकान ल अब हाम्रो चाहिँ अब यहाँ यो खेल चाहिँ अन्तिम भइसकेको छ होइन अब घर जाने कुरो भइरहेको छ अहिले ठ्याक्कै लगभग 11 बजिसकेको छ पानी पनि परेको छ अहिले उतापट्टि अगाडि अब हामी चाहिँ दुईवटा गाडीमा अब घर फर्किँदैछौँ अब यो खेल चाहिँ अन्तिम खेल हो भन्ने कुराहरू भइरहेको छ है यतापट्टि पानी परिरहेको छ फेरि यतापट्टि है बाहिरपट्टि यति बेला साथीहरू रातिको 12 बजेको छ अनि पानी पनि एकदम मुसलधारे पानी परेको छ हामी चाहिँ आज यहीँ बस्ने भनेर आएको यो रिसोर्टमा होइन गोर्खाको लिगलिकोट रिसोर्टमा तर यहाँ नबस्ने कुराहरू भएको छ अनि हामी चाहिँ सायद आज फर्किन्छौँ अब एकछिनमा खानासाना खाइसक्यौँ गाडी चाहिँ अब जान्छ कि जाँदैन होइन बाटोको अवस्था के छ त्यही भएर चाहिँ अलिक गाह्रो छ त्यही हो साथीहरू भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्दै हामी चाहिँ आज यो लिगलिकोट रिसोर्टबाट हामी सबै साथीहरू चाहिँ बिदा हुन चाहन्छौँ बाई बाई गुड नाइट ह्याप्पी दसैँ सबैजनालाई है त